हेलो हेलो गाइस, नमस्ते सबैजनालाई। आउनुहोस्, हेर्नुहोस्, हामी अहिले यो एकदम कञ्चन कवल 2 को यो मकना खेतीमा छौँ। यो चाहिँ नेपालको पहिलो मकना खेती हामीले ल्याएको है। ल हेर्नुहोस्, यहाँ मकना खेतीको बारेमा अब अघि बढौँ है। मकना खेती भनेको मखना भनेको जुन तपाईँहरू देख्दै हुनुहुन्छ त्यहाँनिर एकदम फुल फुल्दैछ, कमलको फुल जस्तो। त्यहाँ चाहिँ हुन्छ हाम्रो फल, सबै फल त्यहाँ हुन्छ। त्यो फल जब त्यो बडा हुन्छ यत्रो यत्रो ठुल्ठुलो, त्यो भएपछि एकदम त्यो लडेर जान्छ, सबै फल मुनिमा जान्छ पानीभित्र। सो यसलाई अब हामीले एकदम यो किनकि नजिकै आउँदैछ यसको फल, पहिलो फल चाख्नुको लागि होइन, नेपाल एकदम नेपालभरि। सो यो फल चाहिँ एकदम यहाँ देख्दै गर्नु भएको छ जुन पनि यही हो। यसलाई भनेको चाहिँ जब त्यो फुलेर आउँछ ठुलो हुन्छ, यो जस्ट अहिले आउँदै गरेको, अगाडि हेर्को भनेको सबै झरिसकेको छ, मुनि मुनि छ फल। अनि यसमा चाहिँ फेरि एकदम टिप्नु गाह्रो छ, टिप्नलाई यसको काम। तर यो फल एकदम एक नम्बर हो। तपाईँहरू देख्नु पनि भइरहेको होला, यहाँनिर म देखाइदिँदैछु। यहाँनिर भनेको फल 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 यही फल हो। हेर्नुहोस् है, यहाँ छ भित्र यसरी झरेर सबै बसेको हुन्छ। अब भनेको यो फल चाहिँ टिप्नको लागि एकदम हामीसँग टाइम छैन। जस्ट 1 महिना, 1.5 महिना छ। सो यही फल हो है, यहाँ सबै भित्र छ यस्तो। सो यो फललाई चाहिँ के गर्ने हो भने हाम्रो यो फल चाहिँ एकदम खासै सम्झिनुहोस् प्रोटिन, एकदम प्रोटिन बार लाइक काजु बदामहरू जस्तो सम्झिनुहोस्। सो यसलाई पनि हामी यहाँदेखि निकालेर ट्रान्सफर गर्नुपर्ने हुन्छ। अहिले भनेको हाम्रो नेपालमा एकदम आएको छ पहिलो यो। सो यसमा हामी अघि बढिरहेको छौँ। सो हेर्नुहोस् होइन, आउनुहोस् र तपाईँहरूलाई देखाउँदैछु के भने विशेष कुरो यो चाहिँ सबभन्दा पहिले हामीले 4जना टिम छौँ। कृषि एकदम एग्री गुरुमा जानुहोस् तपाईँहरू। एग्री गुरुमा गएर हेर्नुहोस्, तपाईँको सबै नयाँ नयाँ कृषि बारेमा आउँदछ र तपाईँहरू पनि केही सिक्नु चाहनुहुन्छ भने एग्री गुरुलाई प्लिज फलो गर्नुहोस् र कमेन्ट गर्नुहोस्। तपाईँहरूको एनी क्वेसन वी विल रिप्लाई, तपाईँहरूको रिप्लाई दिनेछौँ। ल यहाँदेखि लिएर तपाईँहरूको कति छ भने हामीसँग यही हो, यहाँ कञ्चन कवल यो झापाको हामीसँग 20 बिघा भएको, जस्ट अगाडि भाइरल भइरहेको पनि यही हो मकना खेती। र तपाईँलाई यहाँ लिएर विशेष गरी आउनेको तपाईँलाई चेहरा पनि देखाइदिन्छु। उहाँ इन्डियादेखि आउनुभएको, उहाँ हुनुहुन्छ मिस्टर, उहाँ हुनुहुन्छ है, उहाँ हो यहाँदेखि लिएर आउनुभएको। उहाँले नै यहाँ लिएर आउनुभएको र हामी जस्ट पार्टनरसिपमा छौँ। ल आउनुहोस्, हामी बढाउँदैछौँ यो सबै एरिया एकदम 20 बिघासम्म, एकदम 20 बिघासम्म छ, रेडी भइरहेको छ एकदम। ल फेरि पनि भन्दैछु तपाईँहरूलाई, एकदम यो कञ्चन कवल 2 मा रहेको छ झापा। आउनुहोस्, बुझ्नुहोस् केही र कृषि फार्मको बारेमा अझै जानकारी चाहनुहुन्छ भने अघि नै भनेकै प्लिज फलो गर्नुहोस्, हाम्रो च्यानललाई लाइक गर्नुहोस् र एनी क्वेसन आउनुहोस् कृषिको बारेमा। सो कृषिलाई हामी अगाडि बढाउन चाहन्छौँ र यही ठाउँमा नेपालमा इन्डियामा नेपालमा हामी केही गर्न चाहन्छौँ। ओके, म के भन्नु चाहन्छु भने आउनुहोस्, हाम्रो नेपाली सबैजनालाई आग्रह गर्दछु र तपाईँहरूलाई म एडभाइस पनि दिँदैछु। तपाईँहरू आउनु चाहनुहुन्छ भने आउनुहोस्, यसको लागि एकदम राम्रो खेती हो यो, हाम्रो नेपालमा भित्रेको छ। तपाईँहरू केही सम्पर्क चाहनुहुन्छ भने एग्री गुरु, मैले भनेकै एग्री गुरुमा आउनुहोस् र यसको बारेमा तपाईँ खेतीलाई लिनु एकदम तपाईँको चाहनुहुन्छ भने आउनुहोस्, हामीसँग एग्री गुरुमा आउनुहोस्, हामी सबै तपाईँलाई जानकारी दिनेछौँ। लाइक मैले भने तपाईँ कमेन्टमा पनि दिन सक्नुहुन्छ, हामी रिप्लाई पनि दिनेछौँ। र फेरि भन्दैछु कञ्चन कवल 2 मा छ, 20 बिघामा छ अहिले, यो पहिलो पटक हो झापामा आएको नेपालमै। सो आउनुहोस्, तपाईँहरूलाई पनि हामी लिएर आएको छौँ। हामी कोही ब्रदर इन्डियाबाट यो पहिलो यसलाई खेती लिएर आएको छ। सो हामी पार्टनरसिपमा छौँ। केही हाम्रो नेपालमा पनि नयाँ कृषि हामी भित्राएको हो, त्यति मात्रै। सो तपाईँहरूलाई फेरि भन्दछु, आउनुहोस् र यो नयाँ खेतीलाई एउटा कृषिको बारेमा एकदम राम्रो कुरो हो हाम्रो
नेपालको कृषिको बारेमा नयाँ कृषि आउनु भनेको हामीलाई राम्रो है। सो आउनुहोस् अनि बुझ्नुहोस् तपाईहरु कञ्चन कमल 2 फेरि पनि भन्दछु प्लिज कमेन्ट एन्ड लाइक सब्स्क्राइब थ्यांक यू।